हेलो गाइज, वेलकम टु माई भ्लग। फेरि पनि तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ। आज हामी गइरहेको छौँ र हामी अब बसमा चढिसकेको छौँ र अब ह्यान्ड ब्रेक झारेर हामीले अगाडि बढ्नुपर्ने हुन्छ। प्यासेन्जरहरूलाई गाडीमा बसौँ र गन्तव्यतिर छिटो छिटो गइहालौँ है। प्यासेन्जरहरू चढिरहेको छन्। हाम्रो बसमा टुरिस्टहरू पनि रहेछन्, बुढापाका सबैको लागि कम्फर्टेबल सिट छ है। फेरि हाम्रो बसमा तपाईँ पनि यात्रा गर्न चाहनुहुन्छ भने 9860667280 कन्ट्याक्ट गर्नुहोला। तपाईँहरूलाई जता जान मन छ त्यतै हाम्रो जानेछ बस। आज चाहिँ हाम्रो पल्लु टु पल्लु जानेछ र अहिले हाम्रो जाने भनेको पल्लु पो हो र हामी अब गन्तव्यमा जानको लागि रेडी भइसकेको छौँ। सबैजना चढ्नुपर्छ। हाम्रो बस चाहिँ 4 भइसकेको छ, तर अगाडि हल्का स्क्रैच भइसकेको रहेछ। स्क्रैच नै भएर चाहिँ त लेफ्ट साइडतिर चाहिँ अब सर्भिसिङ गर्ने टाइम भइसकेको छ। धेरै नै 4 भएछ अब बस। फेरि पानी लाग्न थाल्यो। ल अब हामी जान्छौँ। ठ्याक्क शुभ दिन भनौँ कि के भनौँ, पानी लाग्यो। पानी लाग्ने एकदम राम्रो। बिस्तारले जाउँ, तर बसेर चाहिँ इन्डिकेटर दिँदै बिस्तारले है। आजको हाम्रो यात्रा चाहिँ रमणीय हुन्छ। सबैजनाहरू भिडियो अन्तिमसम्म हेर्नु होला, नछुटाउनु होला भिडियो हेर्न चाहिँ। र हामीले सब्सक्राइब चाहिँ गर्नु होला है। फेरि हामी इन्ट्रेस्टिङ भिडियोहरू ल्याउँदैछौँ तपाईँको लागि। कमेन्ट पनि गर्नु होला कस्तो भिडियो चाहिन्छ भनेर। हामी त्यस्तै भिडियो बनाउँछौँ। पानी थाके जस्तो छ। बिस्तारले जाउँ न, किन हतार गर्नु। बाहिर देशबाट मान्छेहरू घुम्नलाई भनेर आएको छ, एक्सिडेन्ट हुनु भएन। प्रकृतिले भरिएको छ यो गाउँ चाहिँ। फेरि यता साइड नै रोकौँ है। पिसाब लागेर कोही वासरुम जाने भएपछि उत्रिम है। खलासी भाइ, ह्यान्ड ब्रेक लगाऊ। ड्राइभ टु ओपन एरिया टु गेट आउट। र अहिले हामीले त किन रोकेको भन्दाखेरि चाहिँ चालकहरूलाई नि पिसाब लागेर, प्यासेन्जरहरूलाई नि पिसाब लागेर शौचालय जानलाई यता झाडीतिर है। झाडीको चाहिँ नखिच मलाई, फेरि अर्को प्राइभेसी ध्वस्त नगरौँ। अब हामी नि यता छौँ। बुढे जस्तो लाग्यो हौ, के गर्नु। बुढेसकाल लागिसक्यो मलाई नि। हेर्नु न, जुन दाढी फुलेर टक्क बाह्रमा बस। ल अब हामी यतादेखि जानेछौँ। ल छिटो आउनु होला। अब हामी गाडीमा चढौँ है। सबैलाई बोलाउँ, छिटो जानुपर्ने हुन्छ गन्तव्यतिर। ल खलासी भाइ, छिटो बोलाउँ, छिटो। फेरि ढिला हुन्छ। छिटो। ल अब हामी यतादेखि सबैजना चढिसक्नु भएको छ। ल अब हामी यतादेखि जानुपर्ने हुन्छ। ह्यान्ड ब्रेक झारेर टक्क बाह्रमा। ओ रिभर्समा रहेछ यार। ल हामी चलिदिएको। ल पछाडि के आइ त राखेन, आएछ एउटा कार, केही छैन। मोडै मोड्छ हो फेरि यता त। चलाउन नि मजा आउँछ यस्तोमा त।
मेरो लागि चाहिँ यो नयाँ ठाउँ है। फेरि मैले यो रोडमा चाहिँ अहिलेसम्म गाडी कुदाएको चाहिँ छैन है। त्यसैले म बिस्तारै चलाउने कोसिस गर्छु, तर ठिक छ, केही छैन। लाइट बलाइहालौँ, राति पर्न थालिसक्यो। झन्डैको तले एक्सिडेन्ट भइसकेको थियो, तर मेरो बच्यो भनौँ न। साथीहरू देख्न सक्नुहुन्छ है, गाडी कुदाउँदा कुदाउँदा पानी पर्यो है। आउँदा आउँदा पानी चाहिँ परेछ आज। थाक्नेको नामै लगिराखेन। हेर्नु न, आकाश पनि ओ माई गड कस्तो कालो भइसकेको छ। बाटो नि चिप्लो चिप्लो छ, तर बिस्तारले भयो भने अगाडि बढ्ने छौँ। तर बाटो लास्टै पानी परेछ। तल्लो बाटो रहेछ। म झन्डेको तले माथिको होइन रहेछ, माथिकै बाटो रहेछ नि। जुन बाटो गयो नि एउटै हो, तर खाली थियो बाटो। तर झन्डेको तले बस आला नि झ्याप्प आउँछ नि। बस चालक भएपछि यतिको चाहिँ कुदाउनु पर्यो है। पानी चाहिँ परेको छ। के छ भने त पिच हुनाले चाहिँ हामीलाई खासै गाह्रो चाहिँ भएको छैन। जब कच्ची हुन्छ तब चाहिँ गाह्रो हुन्छ होला है। ओभरटेक चाहिँ नहाल्नु मलाई। ठिक छ, सक्नुहुन्छ साथीभाइहरू है। हामी चाहिँ अहिले यहाँ खाना खानको लागि रोकेको है। अहिले चाहिँ धेरै अबेर भइसकेको छ, राति भइसकेको छ। हेर्नु न, अघि चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ तारा लागिरहेको छ। उतातिर चाहिँ पानी परिरहेको थियो, फेरि यता चाहिँ त्यस्तो खासै पानी चाहिँ परिरहेको छैन। हामी चाहिँ यो होटलमा आएको है, सेमन एन्ड पोसो भन्ने होटलमा चाहिँ आएको छौँ है हामी। यतातिर चाहिँ ढाबा छ, देख्नुहुन्छ। होटल चाहिँ एकदम राम्रो छ, तपाईँ पनि आउन सक्नुहुन्छ। यतातिर ढाबा छ, यतातिर हाम्रो बस। अब हामी खाना खान्छौँ। खाना खाइसकेपछि यतादेखि जाँदाखेरि चाहिँ हामी सानो भ्लग चाहिँ बनाउँछौँ। हेर्नु होला है साथीभाइहरू है। हामी चाहिँ अहिले खाना खाएर गाडीमा चढिसकेको छौँ र हाम्रो चालकहरू पनि आधा चाहिँ आइसक्नुभयो, आधा चाहिँ बस्नु जानुभएको छ, खाइराख्नुभएको छ। ल छिटो जाऊँ है। अब खाइसकेर अब चालकहरू पनि आइसकेको छन् गाडीमा। अब हामीले त्यहाँदेखि जानु पर्ने हुन्छ र हामी ढोका बन्द गरेर अब ह्यान्ड ब्रेक झारेर सर्लक्कै यतादेखि जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ है। देख्नुहोस् है, हामी उतादेखि आइरहेका छौँ र पानी परेको कारणले, रोड चिप्लो हुनुको कारणले हाम्रो गाडी चाहिँ नालीमा गइसकेको छ र ठुलो दुर्घटनाबाट हामी बचिसकेका छौँ। र अब यो गाडीलाई कसरी निकाल्ने बाहिर भनेर हामीले सोचिरहेको छौँ। र अब क्रेन हुन्छ कि डोजर हुन्छ कि बोलाएर हामी निकाल्नेछौँ र गन्तव्य चाहिँ सुरु गर्नेछौँ। र अब हामी गाडी चाहिँ हाम्रो फसिसकेको छ र बाहिर निस्किने जस्तो छैन कि पानी लागेर हैरान भइसकेको छौँ। र अब हामी क्रेन बोलाएर गाडी निकाल्ने सोचमा छौँ। गाडी नि फस्नाले कति फस्यो, रातिको 10 बजेतिर गाडी फसेछ हाम्रो। नालीमै खसेछ नि हो, चिप्लो बाटोमा। तर बिस्तारै कुदाउँ भनेको गाडी चिप्लेर नै नालीमा खसेछ। साथीभाइहरू देख्न सक्नुहुन्छ, हामीले अहिले चाहिँ गाडी चाहिँ निकालिसकेको छौँ, रेस्क्यु गरिसकेको छ हाम्रो गाडीलाई चाहिँ। फेरि है उता पर नालीमा चाहिँ खसेको थियो गाडी हाम्रो, नालीमा चाहिँ खसेको थियो, यताको नालीमा। हामीले अहिले चाहिँ निकालिसकेका छौँ र क्रेन बोलाएर हामीले थुप्रै फोन यताउतिबाट गरेर, यति राति कोही आउन मानिरहेको थिएन, एक्स्ट्रा पैसा दिएर हामीले फेरि गाडी निकालेको छौँ। यो गाडी निकालेको भिडियो चाहिँ मैले खिच्न पाएन, त्यसको लागि चाहिँ सरी है। अब गाडी निकाल्ने कि भिडियो बनाउने भन्नुभयो, मलाई पनि लास्टै तनाव भएको थियो गाडी नालीमा गएर। र अहिले गाडी चाहिँ निक्लिसकेको छ। अब हामी यहाँदेखि गन्तव्य सुरु गर्नेछौँ र गाडीमा बस्छौँ। ल अब हामी चाहिँ यहाँदेखि जानेछौँ। स्टार्ट गरौँ, ह्यान्ड ब्रेक चाहिँ झारिहालौँ। ल गयो त साथीहरू, हामी सर्लक्क। अब चाहिँ हामी यहाँ बिस्तारै धुलो माटो खाँदै, धुलो माटो उडाउँदै हो नि त। फेरि अब हामी यहाँ के को जाम लागेछ हो। ल
फेरि साथीहरू यहाँ हेर्नुहोस् त 2 मिनेट भएको छैन मेरो गाडी निस्केको यहाँ फेरि एक्सिडेन्ट भइसक्यो दोस्तै एक्सिडेन्ट भइसक्यो रहेछ यो बसवाला चाहिँ फेरि रङ साइडमा किन गयो होला कि हेर्नु न यहाँनिर चाहिँ मेरो उ भएको थियो गाडी नालीमा गएको थियो यहाँनिर चाहिँ बस एक्सिडेन्ट भएको छ जुधेछ के भन्नु अब यस्तै हो ड्राइभरको जिन्दगी राति 11-12 बजेतिर नै हुनुपर्ने सबै यहाँ फेरि जुधिरहेको छ गाडी चाहिँ के हो फेरि ह्यान्ड ब्रेक नलगाएको हो कि पछाडि सर्किरहेको छ ट्रकलाई पनि एक्सिडेन्ट भइसक्यो उहाँ ट्रकको अगाडिको पुरै फुटिसक्यो सिसा ट्रकको बस चाहिँ यहाँ कच्याकुचु भएको छ हेर्नु न एउटाको बसभित्र अर्को छिरिरहेको छ ठिकै छ भोलि बिहानै निकाल्छन् होला अहिले चाहिँ हामी यतादेखि लागौँ भाइ हाम्रो नि गन्तव्य धेरै टाढा छ जानुपर्ने हुन्छ हामीले ह्यान्ड ब्रेक झाडेर यत्रो ठुलो जाम परिसक्यो हो हेर्नु न एउटाको गल्तीले सबैले दुःख पाउँछ कि हेर्नु न कति लामो जाम छ रातिको टाइममा नि यति जाम है हेर्नु न परसम्म छ हो त्यहीसम्म छ जाम त र अब हामी आफ्नो गन्तव्यतिर लागिरहेको छौँ धुलो माटो खुवाउँदै फेरि पानी लाग्यो ल ठिक छ पानी लाग्नु स्वाभाविक हो तर गाडी चिप्लिन्छ क्या पानीमा त्यही भएर अब धुलो माटो चाहिँ हुँदैन नि त के कुदायो हो यो जीववालाले त फेरि सानो भनेदेखि मै हो अगाडि जति कुदायो नि साथीभाइहरू है हामी चाहिँ डिजल पम्पमा आइसकेका छौँ र अब हामी डिजल हाल्ने तयारीमा छौँ अब हामी गाडीमा चाहिँ डिजल हालिरहेका छौँ र अब गन्तव्य चाहिँ यहीँदेखि सुरु हुनेछ फेरि देख्न सक्नुहुन्छ यहाँ पेट्रोल पम्प हामी डिजल हालिरहेको छौँ अर्को गाडी नै आइसकेको छ यतादेखि हामी केही कोल्ड ड्रिङ्कहरू खाएर एटिएमबाट पैसा निकालेर हामी यतादेखि जानेछौँ अरू हेर्दै गर्नु होला हाम्रो यात्रा हामी चाहिँ गन्तव्यमा आइसकेको छौँ र हाम्रो बस पार्क यही हो हामी बस पार्कमा चाहिँ पुगिसकेका छौँ र हामी नन स्टप हिजो हिँडेको आज हामी 1:30 बजीतिर लगभग 1:30 बजे भनौँ न 1:30 बजीतिर चाहिँ पुगिसकेको छौँ हामी नसुतिकन आएको छौँ हाम्रो पेसेन्जरहरूलाई चाहिँ अब हामी यताकै होटलहरूमा चाहिँ व्यवस्था गराउनेछौँ र अब हामी पनि यताकै होटलहरूमा चाहिँ बस्नेछौँ र हाम्रो पेसेन्जरहरू चाहिँ बिस्तारै हुँदै सबैजनालाई हामी यताकै व्यवस्था गराउनेछौँ र सबैजनालाई यता भेला हुनु भनेको छौँ र हामी बिस्तारै सबैलाई ल आजको यति नै थियो हाम्रो भ्लग मन परेमा लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला